हेलो एन्ड वेलकम छ गाइस, तपाईलाई स्वागत छ मेरो च्यानलमा। तपाईहरु सञ्चञ्चल, म पनि एकदम सन्चो छु। आज चाहिँ हाम्रो यो सन्सनी माई भन्ने एउटा मन्दिर, हाम्रो गाउँको मन्दिर हो। तपाईहरुले मेरो पहिला पुरानो भ्लगमा नि हेर्नु होला। त्यो पुरानो भ्लगको अलिकति चाहिँ म यहाँ राखिदिन्छु, प्रोफाइल त्यो राखिदिन्छु। अनि कस्तो खाले पूजा गरिन्छ भने यहाँ सन्सनी माईकोमा, जस्तै हाम्रो घाम धेरै लागेको हुन्छ, पानी परेको हुन्छ नि त गर्मीमा, त्यतिखेर यहाँ हाम्रो टक्क वैशाख जेठमा त्यही एक वर्षमा गर्छौँ के। अथवा एक वर्षमा हालत हेर्नु नि कस्तो भइसकेको छ, हालत पुरै झाडी यतातिर हात्तीहरूमा पनि पुरै कौवाले हग्दै कस्तो भइसकेको छ। ट्याक्क लाएर अब मेरो एउटा युट्युबको ग्रुपहरू छ, हाम्रो 4-5 जना ग्रुप छ। अरूहरू चाहिँ टाढा छन्, अरू हाम्रो मेरै गाउँको पनि 5-6 जना छन्। तिनीहरू सबैलाई बोलाउँछु म फोन गरेर। म चाहिँ अहिले एक्लै आएको, पुरै के झाडी यो हात्तीहरूको हेर्नु कलर पुरै दामी गराउँछु। अनि बिफोर र आफ्टरको नि म फोटो हालिदिन्छु, कुन राम्रो लाग्यो कमेन्टमा भनिदिनु होला। त्यसपछि चाहिँ यो चाहिँ ठिकै छ, यो मन्दिर चाहिँ ठिकै छ। अस्ति 1 वर्ष नि भयो नि कलर लगाएको, त्यही पनि हेर्नु यो यस्तो पुरै कालै हो मन्दिर। यो झाडी पुरै झाडी भयो के। अब वर्षमा एकचोटि सफा गर्छन्, यो त्यही पनि राम्रोसित गर्दैनन्। जुन ठाउँमा खाना पकाउँछन् नि त्यो ठाउँमा मात्र गर्छन् सफा, यताउति गर्दैनन् सफा। त्यही भएर हामी चाहिँ आज सोसल वर्क गर्न लागेको। च्यानल छ भनेर अलराउन्डर सबै गराउने हो के भिडियो भनेको। त्यही भएर आज चाहिँ सोसल वर्क गर्न लागेको। कस्तो लाग्यो सबैलाई भिडियो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब च्यानल नबिर्सनु होला। ल हाम्रो केटाहरूलाई फोन गर्छु है मैले। तनिष हाम्रो युट्युब फ्यामिलीको ग्रुपबाट लिएर आऊ त। कहाँ हो घरतिरै? ल झ्यापझुप आइहाल त, ल छिटो। ल म यहाँ कुरिरहेको, यो यही के सनसाइन पूजा गर्ने ठाउँमा के। ल झ्यापझुप 4-5 जना भइहाल्छ कि, धेरै चाहिन्न। धेरै भयो, 1-1.5 घन्टा काम हो। ल झ्यापझुप आइहाल। ल आउँदै गर है। ल छिटो ल आउँदैन अरू केटाहरू। ल झ्यापझुप गरेर आउँछन्, अनि त्यसो बवाल सफा गर्ने हो यहाँ। त्यसपछि हेर्नु त्यो अब टाइम ल्याप्स सुरु गरौँ। केटाहरू आएछन्, अब केटा छिटो आऊ न। आज सामाजिक काम गर्दै सोसल वर्क। गाइस हामी आइयो यो गाइसहरु आज सामान सेवी गर्ने हामीहरु युवाहरु हेर्न सक्नुहुन्छ हाम्रो केटाहरु ग्रुपको व्हाट्सएप गाइस हामी आइयो ल गाइस केटाहरु नि आइसके। अब सुरु गरौँ हाम्रो सोसल वर्क। र हाम्रो चाहिँ टाइम ल्याप्स तपाईहरुले हेर्नु होला। टाइम ल्याप्स चाहिँ उहाँबाट गराउँछौँ, दुईटा क्यामेराबाट गराउँछौँ। टाइम ल्याप्स सुरु गरौँ। अब रेडी हो नि केटा? हो यस ल तनिस हामीले तिमीलाई मैले यो हुन्छ बे यार बिरन दाइले भन्नु होला। ए बोरा सर ल्याउन के बोरा मैले बोरा ल्याएको त अघि
साँप छ यो मैले देखाएन के रे कहाँ गयो झाडीमा यतातिर कता कहाँ देखेको कि मलाई पनि देखाइदैन भिडियो बनाउँदा घाम छ यति कालो सिधो सिधो नि करेक्ट हो यहाँ थियो कि गाई म खम्दै थिएँ एकैचोटि आएको यहाँ धन्दै मारेको थियो विनोदले मलाई यहाँ खतरा खामा हाम्रो चाहिँ सबै काम गरेर भ्याइयो मन्दिर सन्दिर सबै धेरै त सफा गर्न सकिएन साँप आयो कि एन्ड मुमेन्टमा टक्का लाएर साँप आइदिएर एन्ड मुमेन्टमा अनि बहुत थकेला खापे 12 बजे आएको 2 बजे 2:30 हुन लाग्यो सबै मूर्तिहरू पानी सानी हालेर यताउति सबै भयो फेरि पानीको नि यहाँ सुविधा रहन्छ के त्यस्तै उतो भइरहेको त्यस्तो भइरह अनि टक्कै मूर्तिहरू त धेरै सफा गर्न सकिएन जालुवाले होइन जति सक्यो हामीले आफ्नो तरिकाले जति सक्यो त्यति गरियो झाडी नै यताउति सबै नै काटियो अनि त्यही भनौँ अब कस्तो लाग्यो तपाईँलाई हाम्रो सोसल वर्क लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ हान्नुपर्छ न केटाहरू बल्ल यहाँ एउटा स्प्राइट पनि खाइदिनु पर्ने स्प्राइट पनि खायो अब